थकै लाएर बसेको अवस्था। साथीहरू वेलकम ब्याक माई युट्युब च्यानल आयो। तपाईहरु शान्ति हुनुहुन्छ र म पनि सन्चै आएर म चाहिँ आज धेरै दिनपछि भिडियो लिएर आएको छु। तपाईहरुलाई चाहिँ यस साथीहरुलाई चाहिँ म कहाँ छु भनेर म चाहिँ अहिले आएको। म चाहिँ जुबेल पार्कमा छु। भित्र जान लाग्दैछु। आउँछु हुनुहुन्छ यहाँ देखाउँछु। म चाहिँ आज जुबेल पार्कमा घुम्न आइरहेको छु। हामी चाहिँ अब टक्क इन्ट्री टिकट लिएर इन्ट्री गरेर पनि हामी सरर हामी चाहिँ आइसक्यौँ। साथीहरू हेर्नुहोस्। तर मैले भिडियोमा देखे अनुसार थियो यो जुन पानी यता पानी चाहिँ सुकेको रहेछ तल चाहिँ। अनि मैले चाहिँ यहाँ माछा पनि देखेको अनि गङ्गा पनि देखेको। मैले चाहिँ कस्तो मिठो आवाज आउने। मैले चाहिँ यो टिसी चाहिँ किन लिएको भन्दाखेरि चाहिँ म चाहिँ सिँगार पुस्नलाई लिएको। ल मलाई रुगा लगाएको लागि रुगा लगाएको छ नि त्यही भएर। मेरी भाउजू मेरी माया फुला जस्तै होइन। भाउजू कस्तो लागिरहेछ तपाईँलाई? एकदम खुसी लागिरहेछ, रमाइलो लागिरहेछ। माया घुम्न पाउँदा धेरै खुसी छु। हजुरसँग खुसी हुनुपर्छ ल। पानी चाहिँ सुकेरहेछ के? पानी सुकेछ, गर्मी लाग्यो। गर्मी लागेर पनि होला। तर माछा छ मसिनो मसिनो। हामी चाहिँ यसरी जाँदैछौँ साथीहरू। खड्रा रमाइलो रहेछ के? यसरी जाँदैछौँ। घैँठे घैँठे घैँठे। ल हामी चाहिँ बिचमा छ है, आइल्यान्डको बिचमा छौँ। हामी चाहिँ अब कहाँ जाँदैछौँ भने यसको टावरमा भ्यू टावरमा जाँदैछौँ साथीहरू। अनि तपाईँहरूले चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला है गाइज। यस्तो घाम लागेछ, घाम पोल्दा पनि घुम्ने र अर्कै फेरि अझै रुगा पनि लागेछ। हेर्नु देख्न सक्नुहुन्छ। तर यहाँ चाहिँ पहिला चाहिँ हामीले त्यो भिडियोमा जुन टिकटकको भिडियोमा देखेर चाहिँ रमाइलो ठाउँ एकदम लाग्थ्यो। तर रमाइलो त रमाइलो छ होइन। हामीले चाहिँ त्यतिखेर चाहिँ पानी देखेको थियौँ नि त माथि माथि। तर अहिले चाहिँ पानी छैन यसमा चाहिँ। तर यहाँ तल चाहिँ गङ्गाटार चाहिँ हिँडेको देखेर चाहिँ हिँडिरहेको छ। तर सबै यो शीतल शीतल ठाउँमा गङ्गाटा हिँडिरहेको छ। हामी चाहिँ जाँदैछौँ। यहाँ चाहिँ भ्यू टावर रहेछ। टक्क लगाएर हामी जाँदैछौँ। यो चाहिँ भ्यू टावर हेर्न सक्नुहुन्छ साथीहरू। चाहिँ साथीहरू नै छ। हामी चाहिँ जाँदैछौँ त्यतिर। जाँदैछौँ। चाहिँ हामी माथि जाँदैछौँ। माथि जाँदैछौँ। यो 1 फ्लोर भयो। अनि यो 1 फ्लोरबाट देखिने दृश्य हो यो चाहिँ तलको होइन साथीहरू। अब हामी यो 2nd फ्लोरमा जाँदैछौँ।
सेकेन्ड फ्लोरबाट देखिने भ्युज खतरा, अझै माथि गयो भने झन् राम्रो देखिन्छ होला भन्ने मलाई लागिरहेछ हैन। सेकेन्ड यो फोर यो चाके खतरा देखिँदैछ भ्युज त। ओहो ल होइ साथीहरु खतरै त बाटो त यता यता हो। ए नक्कली हेर्न कति बनाउँछ टिकटक। थकै लाएर बसेको अवस्था।
साथीहरू आजको घुमघाम पनि लगभग सकिन लाग्यो होइन पक्का लाग्यो अहिले त हामी ठक्क बिचको छेउमा आइपुगेको छौँ सकिनु सक्नुहुन्छ घुम्न हामी चाहिँ फर्किन्छौँ ल हेर्नु साथीहरू जुबेल पार्क कस्तो राम्रो छ माछा हेर्नु न माछा साथीहरू कत्रो कत्रो माछा कत्रो माछा हेर्नु यो माछा समाउन पाएँ कसरी होला दिँदैन यो माछा समाउन दिन्छ कि दिँदैन क्या दामी हो क्या माछा माछा मार्नु पाउँदैन सबै पल्टे खाएन न ल मायाहरू हामी चाहिँ जुबेल पार्क घुमेर नै आइसक्यो घुमेर सर्लक्क सकेर होइन हामी चाहिँ उनीहरू चाहिँ पुरा थकित भएर यस्तो बाहिर निस्किसक्यौँ हामी चाहिँ यसरी हेर्नु साथीहरू 8 बजे